नमस्ते। आर्टिफिशियल इन्टेलिजेन्स, छोटकरीमा भन्दा एआई। यो शब्द आजकाल जताततै सुनिन्छ हैन? प्रविधिको दुनियाँमा मात्र होइन, हाम्रो दैनिक गफगफमा पनि यो शब्दले राम्रै ठाउँ पाएको छ। तर के हामीलाई साँच्चै थाहा छ त यो के हो भनेर? यसले हाम्रो जीवनलाई कसरी बदलिरहेको छ? ल, आज एआईको दुनियाँमा एउटा सरल तर निकै रोचक यात्रा गरौँ है त। यो यात्रा सुरु गर्नुभन्दा पहिले एकछिन एउटा प्रश्नमा विचार गरौँ त। के कृत्रिम बुद्धिमत्ता हाम्रो दैनिक जीवनको हिस्सा बनिसक्यो होला? धेरैलाई लाग्न सक्छ यो त भविष्यको कुरा हो, तर जवाफ हो र त्यो पनि हामीले सोच्यो भन्दा धेरै गहिरो गरी। कसरी? केही उदाहरणहरू हेरौँ न। सबैभन्दा चर्चित उदाहरण त यही हो, स्वचालित गाडीहरू। हामीले समाचारमा देख्ने गरेका सेल्फ ड्राइभिङ कारहरूले सडकको अवस्था बुझ्न, त्यसअनुसार निर्णय लिन र गाडी चलाउन एआईकै प्रयोग गर्छन्। ठ्याक्कै मानिसले जस्तै, तर त्योभन्दा कैयौं गुणा छिटो र सटिक। अनि अर्को उदाहरण ग्राहक सेवा। याद छ कुनै वेबसाइटमा केही सोध्दा तुरन्तै जवाफ दिने च्याटबटहरू वा फोनमा कुरा गर्ने भर्चुअल एसिस्टेन्टहरू? हो, ती पनि एआई नै हुन्। र यो उदाहरण त झनै रमाइलो छ, हाम्रो इमेलको इनबक्सलाई सफा राख्ने स्प्याम फिल्टरहरू। हो, ती पनि एआईले नै चलाउँछन्। यसले इमेलको भाषा र ढाँचा बुझेर कुन सन्देश कामको हो र कुन चाहिँ काम नलाग्ने भनेर आफै छुट्याउँछ। सोच्नुस् त, हामीले थाहै नपाई हरेक दिन प्रयोग गरिरहेको कति शक्तिशाली एआई हो यो। ल, यी उदाहरणहरूले त एआईले के गर्छ भन्ने देखायो, तर अब मूल प्रश्नमा जाउँ है। वास्तवमा कृत्रिम बुद्धिमत्ता के हो त? आउनुहोस् यसको परिभाषालाई एकदमै सरल शब्दमा बुझ्ने कोसिस गरौँ। एकदमै सरल शब्दमा भन्नुपर्दा कृत्रिम बुद्धिमत्ता भनेको कम्प्युटरहरूलाई मानिसको जस्तै बुद्धि भएको नक्कल गर्ने क्षमता दिनु हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण शब्द हो नक्कल। एआईले मानिसले जस्तै सोच्ने, सिक्ने र काम गर्ने प्रयास गर्छ। त्यसो भए मानव बुद्धिको नक्कल गर्नु भनेको के गर्नु हो त? यसमा मुख्यतया 4 कुरा पर्छन्। कुनै समस्या समाधान गर्ने, निर्णय लिने, अनुभवबाट नयाँ कुराहरू सिक्दै जाने र कुनै पनि विषयलाई गहिराइमा गएर बुझ्ने। तर के सबै एआई एउटै स्तरका हुन्छन् त? हुँदैनन्। यिनीहरूको क्षमताको आधारमा विज्ञहरूले एआईलाई 3 फरक तहमा बाँडेका छन्। यी 3 तहलाई एआईको विकासको यात्रा जस्तै मान्न सकिन्छ। पहिलो तह हो संकुचित एआई, जहाँ हामी आज छौं। दोस्रो हो सामान्य एआई, जुन हाम्रो अबको लक्ष्य हो। र तेस्रो सुपर एआई, जुन अहिलेलाई त विज्ञान कथा जस्तै लाग्छ। यो तालिकाले यी 3 तहलाई अझ प्रष्ट पार्छ। पहिलो हो संकुचित एआई वा न्यारो एआई। यो कुनै एउटा विशेष काम गर्न मात्रै सिपालु हुन्छ, जस्तै चेस खेल्ने कम्प्युटर। आज हामीले प्रयोग गर्ने लगभग सबै एआई यही वर्गमा पर्छन्। दोस्रो हो सामान्य एआई, जसले मानिसले जस्तै जुनसुकै बौद्धिक काम सोच्न, सिक्न र गर्न सक्छ। यो अझै पनि अनुसन्धानकै चरणमा छ। र तेस्रो तह सुपर एआई, एक यस्तो काल्पनिक एआई जसको बुद्धि मानिसभन्दा कैयौं गुणा तेज हुनेछ। ल, अब फेरि वर्तमानमा फर्कौं। आजको यो संकुचित एआईले हाम्रो जीवनमा कसरी र कहाँ प्रभाव पारिरहेको छ, अझै केही हेरौं। आजको एआईले स्वास्थ्य सेवामा डाक्टरहरूलाई रोग पत्ता लगाउन र नयाँ औषधि बनाउन मद्दत गरिरहेको छ। वित्तीय क्षेत्रमा यसले क्रेडिट कार्ड ठगी जस्ता अपराधहरूलाई रोकिरहेको छ। अनि हामीले पहिले नै चर्चा गरे जस्तै स्वचालित गाडीदेखि ग्राहक सेवासम्म यसको प्रभाव हरेक क्षेत्रमा बढ्दो छ। यसले हाम्रो काम गर्ने तरिकामा नै क्रान्ति ल्याउँदैछ। हामीले वर्तमानको कुरा त गर्यौं, तर एआईको यात्रा यहीँ रोकिनेवाला छैन। यसको भविष्य कस्तो होला? अब थोरै कल्पनाको संसारमा पनि प्रवेश गरौँ है त। तर एउटा कुरा के याद राखौं भने आज हामीले जे जति कुरा गर्यौं नि, त्यो त यो विशाल विषयको टुप्पो मात्र हो। यो विषय एउटा आइसबर्ग जस्तै हो, जसको सानो भाग मात्र पानी बाहिर देखिन्छ। यसको गहिराइमा जान र बुझ्न बाँकी त अनगिन्ती कुराहरू छन्। सुपर एआईको परिभाषालाई फेरि एकपटक मनन गरौँ त। एआईको एक यस्तो काल्पनिक रूप जुन मानव बुद्धिलाई पार गर्नेछ र मानिसभन्दा धेरै सक्षम हुनेछ। यो केवल एउटा प्रविधि मात्र होइन, यो त मानव अस्तित्वकै बारेमा एउटा गहिरो प्रश्न हो। यो सोच्दैमा पनि कस्तो अनौठो लाग्छ होइन र? र यही नै र एउटा अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न सोच्नको लागि छोडेर जाउँ। यदि साँच्चै नै
एआई मानवभन्दा बुद्धिमान भयो भने के होला? यो प्रश्नको जवाफ त भविष्यको गर्भमा छ, तर यसको सम्भावित परिणामबारे सोच्न भने आजैदेखि आवश्यक छ।